आगोस आक्सु विभिन्न संगठनका उपस्थित नेतृत्वगण, गोर्खाल्यान्ड एक्टिभिस्ट समूहका मेरा सहकार्य अभियन्ताहरू अनि यस सभामा उपस्थित सम्पूर्ण गोर्खाली दाजुभाइ दिदीबहिनी आमा बाबु सम्पूर्णमा गोर्खाल्यान्ड एक्टिभिस्ट समूहको पक्षबाट क्रान्तिकारी अभिवादन भन्न चाहन्छु। सर्वप्रथम त आक्सुको यस्तो सुन्दर कार्यक्रममा हामीलाई निम्ताउनु भएकोमा कोक्राझार जिल्ला समितिलाई हामी आभार व्यक्त गर्न चाहन्छौँ। हामी अस्ति राति नै यहाँ आइपुगेको, हिजो दिनभरि यहाँ थियौँ, हामीलाई समय बितेको थाहै भएन। यस्ता भेला हामीले दार्जिलिङमा गर्ने गर्थ्यौँ, आज हामीले आसामको कोक्राझारमा हाम्रो सीमावर्ती राज्य सिमानाको यो क्षेत्रमा हामीले यो पाउन सक्यौँ। हामी आफैलाई गर्वित महसुस गरिरहेका छौँ। मैले आक्सुको बारेमा भन्नुपर्दा आज आक्सुले 50 वर्षको स्वर्णिम इतिहास टेकेको छ। यो आक्सु आसाम मात्रै होइन, हामी सम्पूर्ण भारतीय गोर्खाहरू छात्र युवाहरूको निम्ति एउटा गर्वको पहल हो। एउटा संगठनले निरन्तर अल्पसंख्यक राज्यमा बसेर स्वर्णिम इतिहास खडा गर्नु सानो कुरो होइन, मामुली कुरो होइन। यसको सूत्रपात तपाईहरुले 26 डिसेम्बरको दिनदेखि सुरु गरिसक्नु भएको छ। यो 1 वर्ष कार्यक्रम मा पनि हामी गोर्खाल्यान्ड एक्टिभिस्ट समूहको पक्षबाट शुभकामना व्यक्त गर्न चाहन्छौँ। आज हामी यहाँ विभिन्न संगठनकाहरू एक जग्गामा छौं, यो हाम्रो एकताको परिचय हो भन्न चाहन्छौँ। हामी यहाँ दार्जिलिङबाट आएर हामी हाम्रो कुरा मात्रै राखेर जान चाहिरहेको छैनौं। गोर्खाल्यान्ड एक्टिभिस्ट समूह सिक्न चाहन्छ। गोर्खाल्यान्ड एक्टिभिस्ट समूह भन्न मात्रै चाहदैन, गोर्खाल्यान्ड एक्टिभिस्ट समूह सिक्न चाहन्छ। योभन्दा अगाडि 2018 मा बोडो स्टुडेन्ट अर्गनाइजेसनको स्वर्णिम जयन्तीको समारोहमा 2018 मा पनि म पुगेको थिएँ। त्यहाँ पनि मैले धेरै कुरो सिकेँ। आज पनि म यहाँ सिक्न चाहिरहेको छु। आक्सुको काँधमा ठूलो दायित्व मैले देखिरहेको छु। एउटा जातिको हक र हित, स्वास्थ्य र शिक्षा, रोजगार, बुनियादी विकासदेखिको लिएर सम्पूर्ण विकासको दायित्व आक्सुको काँधमा मैले देखिरहेको छु। त्यसको भार बोक्नु सानो कुरो होइन। संगठन भनेको संघर्षको हतियार हो। यदि संगठन मजबुत छैन भने जनताको हितमा काम गर्नु सहज हुँदैन। हामीले देख्यौं, जब हामी यो बाटो आयौं, यो बाटो 28 किलोमिटर 29 किलोमिटरको बाटो हामीलाई 1.5 घण्टा लाग्यो। अघि पनि यहाँ पूर्ववक्ताले भन्नुहुँदै थियो, बोडोल्यान्ड टेरिटोरियल काउन्सिलको 40-50 किलोमिटरको भित्रको बाटो यस्तो छ जहाँ हाम्रा मानिसहरू बेसी भागमा बसोबास गरिरहेका छन्। हाम्रा मान्छे यहाँ बसेका मात्रै छैनन्। मैले देख्दाखेरि हाम्रा मान्छेहरूले किसानको रूपमा उपार्जन गरिरहेको छ। देश अनि राज्यको निम्ति आर्थिक विकास गरिरहेको छ यो क्षेत्रका मानिसहरूले। किसानले आफ्नो जीवन उपार्जन मात्रै गरेको होइन, राज्य र देशको निम्ति आर्थिक विकास पनि गरेको छ। यसपट्टि सरकारले ध्यान दिनुपर्छ भनेर
हामी पनि भन्न चाहन्छौँ। आज हामी यहाँ भुटान गयौँ। भारत क्रस गर्ने बित्तिकै भुटान देश हामी जब प्रवेश गर्यौं, हामी गाडी चलेको थाहा पाएनौं। त्यो भित्रको स्वच्छ, त्यो भित्रको सुन्दरता, त्यो भित्रको जुन चाहिँ सहजता, त्यसै त भुटान भन्दा हामी धेरै ठुलो देश हो, धेरै शक्तिशाली देश हो, आर्थिक हिसाबमा हामी 5th ट्रिलियन भएको देश हो। हामी आफैले आफैलाई गर्व गर्छौं। तर वास्तविक अवस्थामा जब हामी त्यो आँखाले देख्छौं र भौतिक हिसाबमा हामीले त्यसलाई अनुसरण गर्छौं, त्यति बेला हामीलाई चोट लागेको हुन्छ। चाहे त्यो बंगालको बोर्डर होस्, चाहे त्यो बिहारको बोर्डर होस्, चाहे त्यो आसामको बोर्डर होस्, हामीले त्यो फेस गरिरहेको छौं। यो हाम्रो निम्ति दुःखको कुरो हो। यदि आज यहाँ बोल्दाखेरि कुनै पनि सरकारको निकायले, कुनै पनि सरकारको अधिकारीले यदि सुन्दैछ भने त्यो कुरो बुझ्नुपर्छ। 62 रुपियाँ तेल हालेर हामीले आयौं भुटानमा। यहाँ 105 रुपियाँको तेल हाल्दा जति नाफा हाम्रो सरकारले लिइरहेको छ, त्यसको विकास आँखा अगाडि हुनुपर्छ भन्ने मेरो एउटा भारतीय सचेत नागरिकको विचार र भनाइ। यो मेरो अधिकार हो। योपट्टि सरकारले ध्यान दिनुपर्छ। रहेको कुरो हामीले आसामको यो हाम्रो जातीय संगठनहरूले गरिरहेको जुन सङ्घर्ष विगतको दिनमा जति बेला हामीलाई समस्या भएको थियो डी भोटर्सको समयमा, त्यति बेला तपाईहरू एक भएर सङ्घर्ष गरेर त्यसलाई समाधान गर्नुभयो। हामीले आज देख्दैछौँ कोक्राझारमा भूमि समस्याको आन्दोलनहरू तपाईहरूले गरिरहनु भएको छ। हामी बाहिरबाट दार्जिलिङबाट नैतिक हिसाबमा तपाईँको आन्दोलनलाई हामीले समर्थन गरिरहेको छौँ। किनभने यो सङ्घर्ष तपाईँहरूको सङ्घर्ष हो, तपाईँहरूको जमिनको सङ्घर्ष हो। हामीले बाहिरबाट मनोबल दिने काम हामीले गरिरहेको छौँ। कोही बेला फोन गरेर हुन्छ कि कोही बेला फेसबुकमा लेखेर हुन्छ कि हामीले तपाईँको सङ्घर्षमा हामी साथ छौँ भनेर हामीले भनिरहेको छौँ। यसको निम्ति तपाईँहरूको सङ्घर्षमा एकजुटता हुनुपर्छ। मैले अघि भनिहालेँ, समाधानको निम्ति सङ्घर्ष चाहिन्छ, सङ्घर्षको निम्ति सङ्गठन चाहिन्छ, अनि सङ्गठनमा जुन अनुशासन र प्रतिबद्धता अनि निरन्तरताको खाँचो हुन्छ त्यो तपाईँहरूले देखाउनुपर्छ। नयाँ कमिटीले त्यो काँधमा बोकेको छ भन्ने मलाई लागेको छ, अनि त्यो गर्छ पनि। अर्को कुरो, यहाँ म सुन्दैछु जसरी विभिन्न जातिको निम्ति एउटा डेभलपमेन्ट काउन्सिलको भइरहेको छ। नर्थ इस्टमा धेरै छ। आसामको गोर्खाले पनि गोर्खाल्यान्ड अटोनोमस डेभलपमेन्ट काउन्सिलको जुन कुराहरू उठाइरहेको छ, आक्सुको प्लेटफर्मबाट उठाइरहेको छ, त्यो सायद तपाईँहरूको कोर एजेन्डामा एउटा एजेन्डा हुनसक्छ। त्यसको पनि हामी गोर्खाल्यान्ड एक्टिभिस्ट समूहको पक्षबाट हामी नीतिगत रूपमा हामी समर्थन गर्छौँ। किनभने हाम्रो यो जातिको निम्ति हामी भारतवर्षमा हामीले मूल्य निर्धारण गरेर हेर्दाखेरि सबैभन्दा बेसी जनसङ्ख्याको हिसाबमा आसाममा हाम्रो गोर्खा बसोबासो गर्छन् भनेर हामीले सुनेका छौँ। अनि यहाँ यो अधिकार हामीले प्राप्त गर्नुपर्छ। किनभने अभिव्यक्त आसामको नेताको रूपमा हामीले छविलाल बाबुलाई हामीले जानेको, छविलाल बाबुको लिडरसिपमा यो देश यहाँ स्वाधीनताको सङ्ग्राममा आसामको गोर्खाले योगदान दिएको हामीले इतिहास पढ्दैछौँ भने हामीले अधिकार किन पाउँदैनौँ? हामीले अधिकार पाउनुको निम्ति हामीले सरकारसँग हाम्रो विचारमा, गोर्खाल्यान्ड एक्टिभिस्ट समूहको विचारमा आँखामा आँखा जुझाएर हामीले अधिकार माग्न सक्नुपर्छ। सरकारको अगाडि आँखा निहुराएर हामीले अधिकार माग्नुपट्टि हामी जानु हुँदैन। किनभने सरकारमा बस्ने मान्छे, सरकार चलाउने मान्छे हामी जस्तै नागरिक हो, हामी जस्तै एउटा भोट हाल्ने हो। हामी पनि उहाँहरू जस्तै यो देश स्वाधीन गर्नु, हामी पनि उहाँहरू जस्तै देशलाई संविधान दिने हामीले भूमिका पालन गरेका छौँ र हाम्रो त्यो अधिकार छ। यसले गर्दाखेरि हामीले यो क्षेत्रमा पनि हाम्रो विकासको हिसाबले, भौतिक सुविधाको हिसाबले मात्र होइन, राजनीतिक अधिकारको हिसाबले पनि गोर्खाले पनि त्यही मान्यता पाउनुपर्छ भन्ने हामीले यहाँबाट हामी भन्न चाहन्छौँ। उपरान्त कुराहरूमा हामी चाहन्छौँ कि आक्सुले यदि आसामको गोर्खाहरूको निम्ति आसामदेखि बाहिर यदि दिल्लीतिर त्यस्तो कुनै पनि कार्यक्रम तपाईँहरूले आन्दोलनको रूपमा गर्न चाहनुहुन्छ भने
हामी त्यो आन्दोलनमा सहभागिता दिएर यो आन्दोलनलाई अगाडि लानु तपाईलाई सुविधा होस् भन्ने हाम्रो कुरो छ। अन्तमा हाम्रो भौतिक सुविधा, हाम्रो सक्षमता, हाम्रो विकास, सम्पूर्ण कुराहरू हाम्रो आफ्नो योग्यता अनुसार हामीले गरिरहेको छौं। आसाममा हाम्रा गोर्खाहरू, धेरै गोर्खाहरूले खेलकुदको हिसाबमा, कलाको हिसाबमा, अवसरको हिसाबमा अरू राज्यभन्दा आसाम धेरै अगाडि हामीले पाइरहेको छौं। त्यसको निम्ति तपाईहरुलाई हामी बधाई दिन चाहन्छौं। तर एउटा कुरा हामीले याद गर्नुपर्ने कुरा हो, हाम्रो स्वाभिमान, हाम्रो अस्तित्व, हाम्रो राजनीतिक सुरक्षा अनि हाम्रो यो देशमा चिन्हारी जसको समाधान भारतमा एउटा गणराज्यले मात्र दिन्छ। भारतको मानचित्रमा एउटा गोर्खाको आफ्नै राज्य निर्माण हुनुपर्छ, अंकित हुनुपर्छ, त्यसले मात्र दिन्छ। जसको निम्ति दार्जिलिङ पहाडको नेतृत्वमा धेरै वर्षदेखि संघर्ष चलिरहेको अनि धेरै हजार मानिसहरूले आफ्नो प्राणको आहुति दिए तापनि यो संघर्षले अहिलेसम्म निकास पाएको छैन। हामी यो मञ्चबाट यही तपाईहरुलाई हामी विचार बाँड्न चाहन्छौं। हामी तपाईहरुमाथि अपेक्षा राख्न चाहन्छौं। यो अबको गोर्खाल्यान्डको संघर्ष वैचारिक संघर्ष होस्। अबको गोर्खाल्यान्डको संघर्षमा मारकाट नहोस्। अबको गोर्खाल्यान्डको संघर्ष शहीद बनाउने संघर्ष मात्र नहोस्। अबको गोर्खाल्यान्ड संघर्ष निकास दिने संघर्ष होस्। अनि त्यो वैचारिक संघर्षमा भारतको सबै प्रान्तको गोर्खाहरूले आधिकारिक रूपमा यो संघर्षलाई मेरो संघर्ष भन्नुपर्छ भन्ने हामी तपाईहरुलाई अनुरोध गर्न चाहन्छौँ। किनभने हामीले भन्न चाहिरहेको छौँ, अबको संघर्ष मेरो गोर्खाल्यान्ड, मेरो दायित्व। अबको संघर्ष बौद्धिक, भौतिक अनि आर्थिक रूपले यो मुद्दालाई समाउनु पर्छ। यो संघर्ष प्रायोजित होइन, यो संघर्ष परम्परागत संघर्ष होइन। यो संघर्ष प्रत्येक गोर्खाको आफ्नो हो भन्ने कुराहरू हामीले समाउनु पर्छ भन्ने हामी राय छ। जसरी आक्सुले यहाँ प्रत्येक परिवारबाट प्रत्येक सदस्यहरू आक्सुको सदस्य हुनुपर्छ भनेर तपाईहरुले एउटा नयाँ उद्घोष गरिसक्नु भएको छ। अनि तपाईहरुले भन्नुभएको छ प्रत्येक आक्सुले आफ्नो मेम्बरशिप हिसाबमा प्रत्येक दिन 1-1 रुपैयाँ उठाएर दिनुपर्छ भन्ने जुन चाहिँ एउटा क्रान्तिकारी विचारधारा तपाईले लिनुभएको छ, त्यसलाई तपाईले अनुसरण गर्नुपर्छ। किनभने हामी गोर्खाल्यान्ड एक्टिभिस्ट समूह हाम्रो सञ्चालनको निम्ति हामी कसैबाट मायाको रूपमा हामी अर्थ लिँदैनौँ। हाम्रो गोर्खाल्यान्ड एक्टिभिस्ट समूहको हाम्रो अभियन्ताहरूले, हाम्रो कार्यकर्ताहरूले दैनिक रूपमा हामी 10 रुपैयाँ कन्तुरमा हाल्ने गर्छौँ। महिनामा 300 रुपैयाँ हामी त्यसलाई ब्याङ्क एकाउन्टमा हामी हाल्छौँ। अनि हाम्रो कार्यक्रममा हामी क्राउड फन्डिङमा हामी हाम्रो कार्यक्रम गर्छौँ। किनभने संघर्षमा भ्रष्टाचार हुनु हुँदैन, कुनै पनि संघर्षमा भ्रष्टाचार हुनु हुँदैन। हाम्रो संघर्ष जनताका लागि संघर्ष गर्दाखेरि किन हामी हात फैलाएर अगाडि जान्छौँ? किन जनता सचेत भएर मेरो लागि म आफै पैसा दिन्छु किन भन्दैन? त्यो क्रान्तिकारी विचारधारामा तपाईहरु पनि बढ्नु भएको हामी देखिरहेको छौँ। त्यसको निम्ति हामी गोर्खाल्यान्ड एक्टिभिस्ट समूह तपाईहरुलाई क्रान्तिकारी अभिवादन भन्न चाहन्छौँ। अन्तमा यो जुन चाहिँ संगठनले, यो अधिवेशनले तयार गरेको कोक्राझार जिल्ला समितिले तपाईहरुको सकेसम्म समस्याको समाधान गर्ने यो कमिटीलाई शुभकामना दिँदै गोर्खाल्यान्ड एक्टिभिस्ट समूहको यो संक्षिप्त भनाई विचार यी अन्त गर्छु। जय गोर्खा, जय आक्सु, जय गोर्खाल्यान्ड। धन्यवाद।